पानी त हुन्छ नि राम्रै कतिवटा त्यो कसरी यो सलाई मात्रै कत्रो गरेको यसमा भनाइ पो किन्छ र कसले दिन्छ हैन हैन आइ त अब 320 हो नि त यो ला सोफामा त यो सबै उयो भयो सिजन सकिन्छ अहिले त्यस्तै आउँछ नि अन्तिम भयो कि त्यस्तै आउँछ त्यस्तो त त्यो बाथरुम खास हुन्छ यहाँ यसो खानु यो त नभएको अङ्गुर कसरी हो अङ्गुर बाबा 100 एक पाव यति हाल्नु यो चाहिँ कतिको यो कतिको 380 को हेर न दाजु मैले उयो दोकानेलाई कति पेटी पर्छ भन्दा 1020 भनौँ हो तपाईँको दोकानबाट तपाईँ जति भन्दा लान्छु भनेको त्यता
यताबाट सिधै निस्किन्छ नि किन निस्किँदैन यताबाट सिधै मोबाइल यो पस्दै थिएन हुँदैछ बोल्दै जानु नेपाली हो शरणार्थी नै हो भन्नु उकारा भेगमा के फरक छ हैन पुल्लाङ्गे वाह छ घाँटी देखो नि तपाईलाई सरप्राइज गोली यहाँ पनि रहेछ चिनेन क्या हो चिन्न म भाइ हो भन्नु म भाइ हो भन्नु न हिजो बेलुका हेर दिन पुगिसक्यो कति कुरा हो रोहिणी नदी र यो ठाडीघाट धेरै कम चर्चित छ यो वास्तवमा रोहिणी यो लाउँदा हुन्छ कसको हो यो यहाँ के भन्दैछ दाइले को गएको हो मासु के को के को भैँसीको ए गोरु त खाँदै हुँदैन होइन दामी हुन्छ पारीको त म त खाँदिनँ नि पारीको त खाँदिनँ नि तागत आउँछ तागतै आए पनि नखाएपछि कसरी आउँछ तागत हजुर खाए पो तागत आउँछ त खाने मान्छेलाई चाहिँ फेरि बब्बाल त्यो बनमाएर चाहिँ आइजु है दाइ
क्या न्यूज कस्तो भयो लाइटै पाल्नुपर्छ हिँड्नु न हेत तेरि गाँठ म के गयो कि लाइटै सक्छु यहाँ कुखुरा छैन यही छेडबाट पोरपरा रोहनको हात टोकिदिएको कुखुराको भालाले होइन आगे उयो उयो यहाँ कुखुरा हुँदा क्या रोहनको हात टोकिदिएको होइन फेरि पाल्नु पर्यो भनेको कुखुरा के पाल्नु भएको छ अहिले यहाँ चाहिँ नथिक्ने लुहुर कुदेर तिनवटा कुखुरा त्यत्रो कसले खान्छ तपाईँहरू खान्छ भाइले खान्छ होला किन छोडेको खाँदैन मनै पर्दैन अनि के चाहिँ खान्छ लोकल एक्स्ट्रा रेड बुल हुन्छ तिनजना होला ओहो कोही फिसहरू राता माछाबाट है फुलहरू हेर जान मिल्दैन यता हिँड्नु न मजाले के हो सबै लान बसिरहेछ नि वेलकम टु ह्याप्पी ल्यान्ड राम्रो है राम्रो छ हजुर हाम्रो
एप्पील्यान्ड अझै माथि माथि पनि राम्रो छ नि हेलो टालो टल कल्चरल ड्रेस लाउने हो कल्चरल ड्रेस लाउने हो त्यो कसरी उयो गर्ने यस्तो बाटो लाग्ने हो कि एक्जिट ओइ गडा छि कति रोना भएर रोहनहरू आउँदाखेरि रमाइलो गर्छ पहिला त यस्तो थिएन नि त अहिले त निकै बनाएको छ होला अल्छी लगाएको भने यहाँ ल्याएर त्यसरी खेलाउँदा नि हुन्छ होइन 200 रुपियाँ तिरेर 200 रुपियाँ तिरेर हो त बिहानै खेल्छ नि खाना खाएर होइन यताउति मान्छे देख्यो कति रमाउँछ न हो नि मान्छे देख्यो रोनल त यस्तो भनेपछि त साह्रो हुरुप्पै पो हुन्छ त घरमै थाहा होला आधी जति त यो के भन्छ ट्राम्पोलिन लालटेन अच्छा
के अरे यस्तो गरेर नि चाहियो गर्दैन नि छैन फेरि हाई पुर्खाहरू के अरे पुर्खा ओइ ओइ अहिले अनुहारमा यस्तो गरेर नि चाहियो गर्दैन नि छैन फेरि रातकन्डे बाजा मेरा रातकन्डे बाजा हाम्रो सीताले उयो होइन रातकन्डे बाँदर भने जस्तो तर यिनीहरूको चाकै कालो हुँदो के अरे कालो भनेपछि रातो क्या यो त नेउरी ए होइन राबिट होइन हो कुन चाहिँ बाबै हो यो कुन चाहिँ बाबै रमेश रमेश लामा लामा होइन तामाङ ए तामाङ लामा तामाङ एउटै हो एउटै जिन्दगी सोल्टीहरू यता त केही छैन हौ भेना यता छैन यो चाहिँ नयाँ बनाएछ भेना यतापट्टि म यहाँ यता आएकै थिइनँ दाइ आउनु होइन नयाँ बनाएको हो क्या यो भर्खरै यो थिएन पहिला हामी आउँदा ओहो खेल्ने उयो बनाएको रहेछ नि त ल कहाँबाट जाने हो यताबाट जाउँ न सरी होइन हिजो यसलाई नि होइन मैले टिकटकमा देखेको ए त नि ए अब कत्रो गोरो अन्त पनि हेलो हेलो यहाँ मेरो आँखाले फेरि गर्नु अलिक उठ्याएन छिटो अरू कता हो यता पनि छ यताबाट घुम्दै नाउ खेल्ने खेल्दैन कता हो नाउ हेरौँ न कस्ता यत्रो 200 रुपियाँ तिरेर लाउन खेल्नु कहाँनिर सुरुमा चाहिँ कस्तो लाग्यो खेलौँ नि त तर डर लाग्ने खालको छैन भने त ठिक मेरो त टाउको दुख्छ के भन्छ कुन चाहिँ उयो पाइरेट पाइरेट भन्छ मलाई त टाउको दुख्छ जा भाइ खेल्ने हो म त टाउको दुख्छ नि त्यही भएर डराएको चाहिँ होइन टाउको दुख्छ त नखेल्नु तिमीहरू जाऊ नि त आज पाला आउँछ त आउँछ तर धेरै धेरै
गरियो पनि तपाईँकै हो भन्नु खोजेको कति 1 मिनेटको गीत पनि पिकनिक आएको थियो अनि यही खाएको पिकनिक हामी पिकनिक के त यही खाएको त यही खाएको हैन हो त यस्तै एरियामा हो कता हो हुनु चाहिँ म पनि आएको छु 2 चोटि जस्तो अहिले भेडेटार त्यतिखेरको चर्चाको नाम हो नि त कन्याम अनि जमुन खाडी त पछाडि हो पुरा दारू हान्दिरह यहाँ आन्टी दिदी बहिनीहरू WRV होन्डाको WRV तपाईहरु जस्तो गाडी छैन होला यहाँ पाउँदैन है
पाए पनि उता काठमाडौँतिर चाहिँ पाउँछ होला है काठमाडौँ पनि पाउँदैन त्यो होइन जिपको भनेको डाँडागाउँ बालुवामा बसेर पुरा टिकटक बनाएर काले दाइ मेरा यो भोइस चाहिँ गाना लाएर गर्नु है जेप्पै त गाइरहेको छु नि गाना त लाउनु मिल्दैन होला कपिराइट लाग्छ होला होइन हा भेना म त विवेक भाइ त यो साइडमा पो होला भनेर त्यहाँबाट पनि अझै उता 15 किलोमिटर पो हो त नि